यो 2026 को वर्ल्ड कप यामबाट नाम गरेका प्लेयरहरूले खाइसके के। यो वर्ल्ड कप भनेको उनीहरूकै हो। एम्बापे, माइकल ओलिसे, माइकल हल्यान्ड होइन बे, मेस्सी हुँदा साला मेस्सीको स्टेप ब्रदर मापासीले पनि आज यस्तो क्रेजी पर्फर्मेन्स दियो। यदि डिआर कङ्गोको गोलकिपर मापासी आज नभएको भए कङ्गोले इङ्ल्यान्डको विरुद्ध 4 देखि 5 गोल आरामले खान्थ्यो के। त्यति क्रेजी पर्फर्मेन्स, त्यति क्रेजी सेभहरू गरेको छ। हाउएभर इङ्ल्यान्डको लागि गेम भने इजी थिएन। फर्स्ट हाफ इक्वल्ली थियो। जबसम्म चाहिँ हाइड्रेसन ब्रेक आएन नि तबसम्म इङ्ल्यान्डभन्दा पनि बेटर डिआर कङ्गोले खेलिरहेको थियो। मलाई लाग्थ्यो होइन डिआर कङ्गोले चाहिँ आई थिङ्क टुक्काले होला पोर्चुगलले नराम्रो खेलिदियो त्यही भएर ड्र गरायो होला पोर्चुगलसँग भन्ने लागेको थियो मलाई होइन। बट दे वेयर एक्चुअली बेटर। पोर्चुगललाई त्यसरी खेल्न उनीहरूले बाध्य बनाएका हुन्। एउटा फ्याक्ट भन्छु म तिमीहरूलाई होइन, एउटा फ्याक्ट भन्छु। 2026 को वर्ल्ड कपमा जति पनि साउथ अमेरिकन अफ्रिकन टिमहरू जति पनि छन् नि उनीहरूको अगेन्स्टमा युरोपियन टिमलाई खेल्नको लागि एकदमै धेरै मुस्किल भइरहेको छ कि बिकज अफ दियर फिजिकलिटी। ट्याक्टिकल्ली आउटक्लास भए पनि त्यति राम्रो कोच नभए पनि त्यति हेड टु हेडको कम्पेरिजनमा इलाइट प्लेयर्सहरू नभइरहे पनि त्यो बिकज अफ उनीहरूको फिजिकलिटी, उनीहरूको बडी स्ट्रक्चर, स्ट्रेन्थको कारणले गर्दाखेरि चाहिँ मिडफिल्डमा आउटक्लास भएर युरोपियन टिमहरूलाई चाहिँ खेल्न एकदमै गाह्रो भइरहेको छ कि। जस्तै हामीले देखिसकेका छौँ थुप्रै प्याराग्वेले हराइसकेका छ जर्मनीलाई, मोरोको भर्सेस नेदरल्यान्डको हेर न यो ब्याटल अफ मिडफिल्ड थियो कि यति धेरै फिजिकल टिम, यति धेरै कम्प्याक्टनेस होइन। अनि पोर्चुगल भर्सेस कोलम्बिया, पोर्चुगल भर्सेस डिआर कङ्गो, आज कङ्गोको म्याच अगेन्स्ट यो होइन। यस्तै थुप्रै टिमहरू, थुप्रै इक्जाम्पलहरू लिन सक्छौँ। बिकज अफ दियर फिजिकलिटी इन मिडफिल्ड दे आउट प्लेड भन्ने कि दे मेड मुस्किल टु प्ले अगेन्स्ट देम के। आई एम इम्प्रेस्ड यार, आज डिआर कङ्गोले यति धेरै इम्प्रेस गरेको छ। फर्स्ट 25 मिनटसम्म त इट वाज डिआर कङ्गो जो चाहिँ बेटर खेलिरहेको थियो। इङ्ल्यान्डले के चाहिँ गर्यो कि फर्स्ट हाफमा यति नराम्रो खेलेको, ब्याक पास, साइड वेज पास गरेर छ। सबैभन्दा आज नेट पिक गर्दाखेरि प्लेयरहरूमा होइन नेट पिकिङ गर्नै मन लाग्यो भने चाहिँ इङ्ल्यान्डको एकदमै हावा खेलेको भने चाहिँ मार्कस रासफोर्ड इज अ ट्र्यास प्लेयर के। बार्सिलोनाले नकिन्नुको कारण चाहिँ आज थाहा पाइयो। न त यो मान्छेले 1v1 गरेर छ, न त टेकन लिइरहेछ, क्रसिङ नथिङ के। डिफेन्डिङमा सायद हेल्प गर्यो होला एक दुईचोटि होइन। त्योभन्दा मैले देखिनँ हिजो चाहिँ एकदमै धेरै पोर। मैले यसो बारेमा धेरै कुरा गर्न छैन होइन। फर्स्ट हाफमा यसो हेर्ने हो भने हाइड्रेसन ब्रेकभन्दा अगाडि उनीहरूको ब्याक 3 ब्याक 4मा चाहिँ ब्लकमा ब्याक 3 ब्याक 4को ब्लकमा चाहिँ डिफेन्ड गरिरहेको थियो डिआर कङ्गोले। मिडफिल्ड एकदमै कम्प्याक्ट थियो, फिजिकल मिडफिल्ड थियो। काउन्टर अट्याकमा बढी रिलाइ भइरहेको थियो। अन द बल दे वर बेटर। अफ द बल पनि उनीहरूले चाहिँ डुवल्सहरू एभ्री काउन्टर अट्याकलाई चाहिँ इन्टरसेप्ट गरिरहेको थियो, ब्लक गरिरहेको थियो, ट्याकल्स गरिरहेको थियो, डुवल्सहरू विन गरिरहेको थियो, एरियल डुवल्स, ग्राउन्ड डुवल्स, दे वर एभ्रिवेयर, दे वर बेटर टिम। इङ्ल्यान्डलाई चाहिँ भर्टिकल फुटबल खेल्न दिएको थिएन कि। इङ्ल्यान्डको फर्स्ट हाफमा विङ्सतिर चाहिँ म्याडुवेके र रासफोर्ड थियो, हु वेयर एकदमै पोर। 1v1 टेकन भइरहेको छैन, क्रसिङ गर्न सकिरहेको छैन उनीहरूले। डिआर कङ्गोको फुल ब्याक्सहरूले खल्तीमा राखेका थिए कि फर्स्ट हाफमा उनीहरूलाई। हेर न, यही फिजिकलिटीकै कारणले गर्दाखेरि डिआर कङ्गोले फर्स्ट 7 मिनटमै गोल हानिदियो कि इङ्ल्यान्डको अगेन्स्टमा। लामो क्रसिङ, राम्रोसँग डिफेन्ड गर्न सकेन क्रसिङलाई, क्रेजी फिनिस हानिदियो कि। क्रेजी फिनिस हो कि। सिपाङ्गे क्रिस्टियानो रोनाल्डोको क्लब अल्मारियामा खेल्छ यो प्लेयरले चाहिँ होइन। एकदमै ब्युटिफुल फिनिस हानिदियो। यसमा अब कसैको पनि दोष थिएन। जति पनि सानो टिमहरू छ नि, अन्डरडग टिमहरू जोसँग चाहिँ राम्रो स्क्वाड डेप्थ छैन, राम्रो फेसिलिटी छैन, उनीहरूले चाहिँ ठुलो टिमहरूलाई चाहिँ बिट गर्नु छ भने, उनीहरूलाई टक्कर दिनु छ भने एभ्री बल्सको लागि फाइट गर्नुपर्छ। आफूले पाएको चान्स जति पनि छ नि सबै क्यापिटलाइज चाहिँ गर्नै पर्छ कि। हाफ चान्सेसलाई पनि बढी गर्नुपर्छ, फुल चान्सेसलाई पनि बढी गर्नुपर्छ। यदि क्लिनिकल भयो भने चाहिँ ठुलो टिमहरूलाई टक्कर र अपसेट गर्न सकिन्छ, नत्र भने गाह्रो पर्ला। हाइड्रेसन ब्रेकपछि चाहिँ इङ्ल्यान्डले राम्रो खेल्यो, अझै मोर थ्रेटन गरेर थियो। बेलिङ्गमको रोल एकदमै राम्रो। एन्डरसन हेर न, यति राम्रो खेलेको थियो आज एन्डरसनले होइन। हि वाज एभ्रिवेयर।
डिफेन्सिभली मद्दत गरिरहेको थियो, अट्याकिङ वाइज पनि मद्दत गरिरहेको थियो, बल डिस्ट्रिब्युसनमा एभ्रिवेयर, राइट फ्ल्याङ्क, लेफ्ट फ्ल्याङ्क, पिभिटमा बेलिङगमसँग राइससँग एकदमै धेरै राम्रो रोल निभाएको थियो आफ्नो। सो आज एन्डरसन वाज टप नच। देन राइस पनि डिसेन्ट थियो, एकदमै राम्रो। बेलिङगम पनि राम्रो थियो, एकदम डटी प्लेमा चाहिँ बेलिङगम मान्नै पर्छ कि होइन, टेक्निकलले गिफ्टेड छ बेलिङगम होइन। बेलिङगमको लागि पनि चान्स बनेको थियो, त्यो पनि दुइटै क्रसिङहरूमा है, दुइटै यस्तो क्रेजी सेभ गरिदियो मापासीले, मेस्सीको छाया पनि परेको छैन होला कि यो प्लेयरमा, तैपनि यति क्रेजी 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 सेभ निकालिदियो यार, यति धेरै इम्प्रेस पार्यो। वर्ल्ड कप जस्तो यस्तो नकआउट टुर्नामेन्टहरूमा यु निड अ हिरो, हिरो चाहिन्छ कि, हिरो नभइकन गेम जित्न सकिँदैन कि। सो आजको लागि आई थिङ्क डक्टर कङ्गोको लागि चाहिँ हिरो म भन्छु मापासी, द गोलकिपर हि वाज हिरो। ब्याङ्गर सेप निकालेको छ, यदि त्यो क्रेजी क्रेजी सेप निकालेको भए सायद 4-1 5-1 पनि हुनसक्थ्यो है। फर्स्ट हाफमा कङ्गोले राम्रो चान्स पनि बनाएको थियो एउटा, जो चाहिँ अलि वाइड गइदियो, पोस्टमा हिट भयो, नत्र फर्स्ट हाफमा 2-0 पनि हुनसक्थ्यो, या किपरले राम्रो सेप त्यो क्रेजी सेप ननिकालेको भए 2-2 पनि हुनसक्थ्यो। सो वाट इफमा चाहिँ कुरा नगरौँ। तर सेकेन्ड हाफमा गइसकेपछि जब रासफोर्ड र म्याडुवेकेलाई, बरु म्याडुवेके वाज डिसेन्ट, राम्रो थियो, एक दुईवटा क्रसिङ पनि केनको लागि चान्स बनाएको थियो। तर जब म्याडुवेके र रासफोर्डलाई निकालिएर एन्थनी गोर्डन र साकालाई ल्याइयो नि, त्यसपछि फेरि एप्रेजेलाई पनि ल्याइयो, अझै अट्याकिङ ह्याभी बनाइयो, भर्टिकल फुटबल क्रिएटिभिटी अझै धेरै आउन थाल्यो। अराउन्ड 60 मिनटदेखि 75 मिनट जबसम्म चाहिँ ह्यारिकेनको गोल आएन नि, तबसम्म यति धेरै क्रसिङ स्ट्याम्प गरेको छ इङ्ल्यान्डले, ओ माई गड। मलाई अस्ति त्यो ब्राजिल भर्सेस जापानको म्याच याद आयो कि, जबसम्म चाहिँ क्यासामिरोले गोल गरेन नि, तबसम्म चाहिँ क्रसिङ स्प्याम गराछ। अल्टिमेटली ह्यारिकेनको गोल पनि त्यसरी क्रसमै आयो, एन्थनी गोर्डनको ठ्याक्कै पर्फेक्ट टाइमिङ क्रस, ह्यारिकेन वाज अनमार्क्ड। अलिक बेटर डिफेन्डिङ हुनसक्थ्यो, तर ठिकै छ, ह्यारिकेन जस्तो राम्रो प्लेयरलाई होइन, पोचरलाई, फिनिसरलाई, बेटर फिनिसरलाई त्यस्तो स्पेस दियो भने गोल नहुने कुरै छैन नि। यदि ह्यारिकेनको स्ट्याट्स भन्दा पनि उसको गेम हेर्छौ भने 75 मिनट त्यो गोल नआउन्जेलसम्म ऊ गेममा थिएन कि, एक दुईवटा सर्ट मात्रै हानेको थियो होला, त्यो पनि त्योभन्दा अगाडि ऊ गेममा थिएन। तर हिज ह्यारिकेन पेलेको अल टाइम रेकर्ड, गोल स्कोरिङ रेकर्डलाई आउट स्कोर गरिसकेको छ, 13। क्रिस्टियानो रोनाल्डो, अरू प्लेयरको कुरा भइरहेछ नि यहाँ, क्रिस्टियानो रोनाल्डो दो सान्टोस अभेरोको भन्दा पनि 3 गोल बढी हानिसकेको छ। रोनाल्डोको अहिले करेन्टली 10 गोल छ र ह्यारिकेनको 13 गोल भइसक्यो कि आज अ ब्रेस। वाट अ पर्फर्मेन्स ह्यारिकेन। आई थिङ्क यार ह्यारिकेनले योपालि ब्यालेन्डोर डिजर्भ गर्छ कि, आई विस ह्यारिकेनले ब्यालेन्डोर जितोस् होइन। युसिएलमा पनि सेमिफाइनलसम्म पुगेको थियो, डोमेस्टिक ट्रेबल गरिसकेको छ बायर्नसँग, 70+ गोल हानेको छ, असिस्ट छ, इन्डिभिजुअल स्ट्याट्स सबै छ। डेम्बेले भन्दा पनि है, सायद डेम्बेले जित्ने चान्स धेरै छ सबैले भनिरहेको होला नि, तर म त्यस्तो मान्दिनँ। डेम्बेले युसिएल जितेको छ, डोमेस्टिक डबल गरेको छ है, फेरि उसले ट्रोफी छ उसलाई देखाउनको लागि होइन। र फ्रान्सले राम्रै गर्छ होला वर्ल्ड कपमा, म स्योर छु। सेमीसम्म त आँखा चिन्नेर पुग्छ होइन, त्यसपछि फाइनलसम्म पुग्यो भने फाइनल जित्न पनि सक्छ उनीहरूले। तर सेमी चाहिँ कन्फर्म हो। डेम्बेलेको पर्फर्मेन्स पनि राम्रो आइसकेको छ, ह्याट्रिक हानिसकेको छ केटीले, वर्ल्ड कपमा राम्रो पर्फर्मेन्स दिइरहेको छ। तर एज अ इन्डिभिजुअल प्लेयरको स्ट्याट्सहरू हेर्छौ र प्लेइङ स्टाइल हेर्छौ भने ह्यारिकेन इज बेटर देन डेम्बेले यो सिजनमा। सो ह्यारिकेनले डिजर्भ गर्छ, बेटर स्ट्याट्स छ, ट्रोफी पनि राम्रो छ होइन। युसिएलको सेमीसम्म पुगेको थियो, टिमलाई क्यारी गरिरहेछ, एभ्री बिग मुभमेन्टमा चाहिँ आफ्नो टिमको मेन भएर निस्केको छ। सो ह्यारिकेन डिजर्भ, आई विस उसले जितोस् होइन। आई थिङ्क अब इङ्ल्यान्ड सेमीसम्म त पुग्छ हेर, ब्राजिललाई भेट्ला होइन। मेक्सिकोसँग राउन्ड अफ 16 छ, हराउँछ, मुस्किल पर्छ तर हराउँछ मेक्सिकोलाई। सो ब्राजिल आउँछ उताबाट भनेपछि सेमीसम्म, क्वार्टरसम्म चाहिँ ब्राजिलसँग भेट्छ होइन। सो आई थिङ्क क्वार्टर या सेमीसम्म त पुग्छ होला, नेभर नो, फाइनलसम्म पनि पुग्न सक्छ। सो प्रे गरौँ, ह्यारिकेन डिजर्भ यार, यति राम्रो प्लेयर छ होइन, जेनेरेसनल स्ट्राइकर हो कि ऊ होइन। सो हि डिजर्भ्स टु विन ब्यालेन्डर, उसले जितोस्। तर सेकेन्ड गोल हेर्न, त्यो विनिङ गोल बेलिङगमले सर्ट लिएको थियो, डिफ्लेक्सन भयो, मुसाको सेप भयो, डिफ्लेक्सन भयो, त्यसपछि 1-to-1 पास गरेर ह्यारिकेनको खुट्टामा फर्स्ट टच, देन क्रेजी फिनिस, द्याट इज ह्यारिकेन। अनि स्पेसल्ली इङ्ल्यान्डको डिफेन्डरको कुरा गर्नु पर्दाखेरि मलाई चाहिँ निको ओराइली चाहिँ एकदमै मन पर्यो हेर, लेफ्ट ब्याक, ओहो, जो आज 1v1 डिफेन्ड गरेको छ नि, भेरी भेरी इम्प्रेसिभ। सो त्यसैले चाहिँ साउट आउट टु निको ओराइली।
अनि मार्कदेखिको नि राम्रो पर्फर्मेन्स थियो। अरू त अब बिर्सन लायक पर्फर्मेन्स छ, म त यही कुरा गरिनँ।